तिर्ने सुनिश्चितता सहित 30 दिनभित्रमा, अझ म त डेटै भन्छु, 30 दिनभित्रमा पैसा ती डिपोजिटरहरूलाई पैसा फिर्ता गर्ने शर्त सहित बरु चाहिँ नयाँ मोडालिटीमा निर्णय गर्न सकिन्छ त्यतिन्जेलसम्मका निम्ति, अब अथवा फैसला आउन्जेलसम्मका निम्ति हैन। तपाईको चाहिँ रविजीको पासपोर्टलाई सिज गरिदिने, देशभन्दा बाहिर जान नदिने हैन, तर देशभित्र खुल्ला रूपमा मुभमेन्ट गर्न दिने एउटा यो मोडालिटी सरकारले आफै मुद्दा फिर्ता लिने। अर्को चाहिँ न्यायालयको अन्तिम फैसला आइसकेपछि फैसला आएपछि हुने गरी अहिलेलाई उहाँले चाहिँ उहाँलाई जति उहाँलाई चाहिँ जो बिगो भनेर क्लेम गरिएको छ त्यो बिगोलाई एज अ ब्याङ्क ग्यारेन्टी लिने अथवा पैसा धरोटी लिने उहाँले दिन्छु भनेको छ, लिएर उहाँलाई स्वतन्त्रतापूर्वक इलेक्सनमा जान दिने। किनभने हामीले हेऱ्यौँ उहाँलाई पहिला पनि चुनाव लडाइयो, अत्याधिक मत ल्याएर उहाँले जित्नुभयो, फेरि पुनः चुनाव लड्ने स्थितिमा पुर्याइयो, फेरि जनताबाट टेस्टेड भएर उहाँले जितेर आउनुभयो। भनेपछि साथी हो, म तपाईँहरूलाई विनम्रतापूर्वक यो सरकारलाई आग्रह गर्न चाहन्छु, यो हिजोको जस्तो यो सरकार हिजोको जस्तो सरकार पनि होइन। पिपुल्सको म्यान्डेट लिएर आएको, पब्लिकको मतलब सडकको सेन्टिमेन्टबाट आएको सरकार हुँदाखेरि सुशीला श्रीमान तपाईँ चाहिँ सर्वोच्च अदालतको न्यायाधीश प्रधान न्यायाधीश भइसकेको मान्छे हुँदाखेरि अझ तपाईँको परिवारको हामीले हिस्ट्री हेऱ्यौँ भने त तपाईँको श्रीमान नेपाली काङ्ग्रेसको अथवा डेमोक्रेसीको निम्ति, लोकतन्त्रको निम्ति आफ्नो जीवन नै आहुति दिनको निम्ति तयार भएको एउटा योद्धा भएको हुँदाखेरि म हामी देख्न सक्छौँ यो दृश्य हो नफु कारागार अगाडिको दृश्य। यहाँ रवि लामिछानेलाई भेटेर रवि लामिछानेको बोरा बाहिर निस्किँदै हुनुहुन्छ। के कुरा भयो रवि लामिछानेसँग तपाईँको भन्नुहुन्छ? सुनिल शर्मा आउनु भएको उहाँको विषयमा हामी त्यही कानुनी विषयहरूलाई तपाईँसँग भएको पोलिटिकल गतिविधिहरू के हुन्छ के छ भनेर जानकारी गराएको जस्तो राष्ट्रपाले अब धमाधम पुराना दलहरूलाई नभएर अहिलेका नयाँ पुस्ताका दलहरूसँग सहकार्य गर्ने र नयाँ पुस्ता अहिले जति पनि खुलेका छन् ती दलहरूसँग एकीकरण गर्ने भनेर हिजो बाटो खोल्यो। त्यो हिसाबले 12वटा साना दलहरूसँग तपाईँको छलफल भयो रे के भयो त्यो वैकल्पिक दलहरूसँग मात्र होइन, वैकल्पिक दलहरू वैकल्पिक स्वतन्त्र व्यक्तिहरू राष्ट्रसभामा आउनको लागि त बाटो खोलेकै छ। त्योभन्दा पनि त्योसँगै पुराना दलमा पनि भएका राम्रा नेताहरूलाई राष्ट्रसभामा भेट्ने विषयमा हामी चाहिँ भनौँ न राष्ट्रसभाले सबैलाई आह्वान गरेको, आउनुहोस् तपाईँहरू पनि यो आउने चुनावमा सबैजना सहकार्य गरेर राष्ट्रसभालाई सबैभन्दा ठुलो पार्टी बनाउनका लागि सबैको साथ सहयोग चाहिन्छ भनेर आह्वान चाहिँ भएको हो। जस्तो सन्तोष परियार तपाईँको पार्टीबाट बाहिरिनु भयो र उहाँहरूको पार्टीसँग पनि तपाईँले फेरि छलफल गर्दै हुनुहुन्छ अरे सत्य हो? होइन, यसको लागि डक्टर सोनिङ वागले हाम्रो सभापति डक्टर सोनिङ वागलेको नेतृत्वमा उच्च स्तरीय वार्ता राजनीतिक समिति बनेको छ। त्यो समितिले चाहिँ कोसँग कुरा गर्ने, कोसँग कुरा भइरहेको भन्ने चाहिँ त्यो समितिले निर्धारण गर्छ। अर्को प्रश्न चाहिँ डाक्टर सुनिल शर्मासँग रवि लामिछानेको कस्तो संवाद भयो? तपाईँले सँगै बसेर पनि आउनुभयो, उहाँको संवाद पनि सुन्नुभयो, के भन्नुभयो डाक्टर सुनिल शर्माले रवि लामिछानेलाई र रवि लामिछानेले के भन्नुभयो? यो त दशा नै हुन्छ, उहाँले सवालले नै के भयो एकछिन हामी देख्न सक्छौँ दृश्यमा यहाँ निकै नै भिडभाड बढिरहेको छ। पत्रकार साथीहरू र हाम्रो सुनिल शर्मा पनि यहाँ सम्हालिन गाह्रो भएको अवस्था हामी देख्न सक्छौँ। निकै नै यहाँ भिडभाड रहेको छ। कार्यकर्ताले बचायो